हेलो एन्ड नमस्ते सम्पूर्ण साथीहरुमा हिजो अस्ति भर्खर मैले एउटा सानो भिडियो लगाएको थिएँ। त्यो भिडियोमा चाहिँ तपाईहरुले गर्नुभएको माया र ममता अनुसार चाहिँ यो झार जंगल चाहिँ किन फाडेन भन्ने कुरा गर्नुभएको थियो। र त्यसको लागि चाहिँ मैले यहाँ मेरो बुवालाई सोध्न चाहन्छु। बुवा, यो झार जंगल चाहिँ किन नफाड्ने र कहिले फाड्दा चाहिँ राम्रो र यो सधैँभरि फाडिराख्नु किन मिल्दैन? खोइ अलि हुर्केपछि फाड्छ। अलि हुर्केपछि मात्रै फाड्ने। यो देवी थानको कारणले फाड्ने त होइन नि। जतिखेर पनि फाड्नु मिल्यो यो फाड्न चाहिँ हैन। धुप पाल्नुपर्छ बिहानै बिहानै सुको मुखले। अनि मात्रै सोर्नु पाउँछ। ए नभए गडबडी भइहाल्छ। ए सोरेर होला साह्रो यो सुक्यो नि यसपालि। यसपालि यो पोखरी सुक्यो है? धेरै घटेको। ए हस् बुवा ल। यो छ कारण चाहिँ यो अब फाड्न चाहिँ फाड्छ हैन। यहाँ अब यहाँको गाउँलेहरूले मिलेर भोलि पछि सर्वदान गर्नुहुन्छ एक दिन। धन्यवाद। तपाईहरुलाई यो मेरो भिडियो कस्तो लाग्दैछ? जस्तै पहिलेको जस्तै माया गरिदिनु होला, कमेन्ट गरिदिनु होला, मलाई सब्स्क्राइब एन्ड फलो पनि गरिदिनु होला है। थ्यांक यू सो मच। यति नै आजको भिडियो।